24 घण्टाका स्थानीय समाचार। दमक नगरपालिका 9 र 10 को सिमानामा पर्ने मुख्य सडकको दुरवस्थाप्रति सम्बन्धित निकायको ध्यानकर्षण गराउन स्थानीयवासीले हिलाम्बे सडकमै धान रोपेर आक्रोश पोखेका छन्। दमक नगरपालिका 6 ले मंगलबार दमकका करिब 50 जना व्यवसायीको माझ एआईको प्रयोग, सामाजिक सञ्जाल सामग्री निर्माण, व्यवसाय प्रवर्धन तथा प्रभावकारी प्रम्प्ट लेखन बारे एक दिने आधारभूत एआई तालिम सञ्चालन गरेको छ। विराटनगर विमानस्थलभित्र अनुगमनका क्रममा प्रशासनले बजार मूल्यभन्दा दोब्बर बढीमा सामान बिक्री गर्ने 4 होटल तथा क्याफेलाई 3-3 लाख रुपैयाँको दरले 12 लाख रुपैयाँ जरिवाना गरेको छ। मोरङको सुनवर्सी नगरपालिका डाइनियामा नेपाल प्रहरीले संयुक्त रूपमा गरेको छापामारीमा चिनी, तेल, खैनी, मसला, बिस्कुट लगायत ठूलो परिमाणमा भन्सार छलीका सामान बरामद गरेको प्रहरीले जनाएको छ। कोशी अस्पताल परिसरमा पछिल्लो समय चोरीको घटनाहरू बढ्न थालेपछि प्रशासनले बिरामी तथा कुरुवाहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह गर्दै सुरक्षित वातावरण कायम गर्न सबैको सहयोग आवश्यक रहेको जनाएको छ। हेर्दै गर्नुहोला, सुन्दै रहनुहोला नवदिशा।